नमस्कार सबैजनालाई। गणतन्त्र दिवस आइरहेको छ। गणतन्त्र दिवस नेपालमा कसरी मनाउन थालियो, कहिलेदेखि मनाउन थालियो, आज थोरै डिस्कस गरौँ है त। नेपालमा 2062-63 तिर भएको जनआन्दोलनपछि निर्वाचनपछि गठन भएको संविधान सभाको बैठकले नेपाललाई 2065 जेठ 15 गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र राज्य घोषणा गरेको थियो। 238 वर्ष लामो शाहवंशीय राजतन्त्रको अन्त्य भएको घोषणा गरेको यो दिनलाई त्यस यता हामीले गणतन्त्र दिवसको रूपमा मनाउँदै आइरहेका छौँ। तर के हामी यो गणतान्त्रिक राज्यसँग पूर्ण रूपमा सन्तुष्ट छौँ त? राजतन्त्रको अन्त्यसँगै हामीले धेरै कुरा गुमाएका छौँ भने लोकतन्त्रमा अथवा गणतान्त्रिक राज्यमा हामीले धेरै कुरा पाएका छौँ। तर ती गुमाएका कुराहरू जस्तै युवाहरूलाई रोजगार दिने कल कारखानाहरू गुमायौँ। के अब ती फिर्ता ल्याउन सकिएला त? यो कुरा सोच्नीय छैन त? अझ भन्ने हो भने त यो गणतान्त्रिक राज्यसँगै जनतालाई गणतन्त्रको आभास दिलाउन सत्तामा पुगेका ठुल्ठुला नेताहरूले पनि अझैसम्म नेपाली जनतालाई गणतन्त्रको आभास दिलाउन सकेका छैनन्। अझै डिटेलमा कुरा गर्ने हो भने त अहिले नेपालमा गणतान्त्रिक शासन होइन कि तानाशाही शासन लादिएको जस्तो पनि पाइन्छ। म जस्ता कयौं युवा पुस्ताहरूले राणा शासन र राजतन्त्रको प्रत्यक्ष रूपमा अनुभव त गर्न पाइएन, तर इतिहासमा पढ्दा त्यो बेला र अहिले चाहिँ धेरै आमूल परिवर्तनहरू आएको पाइन्छ भने धेरै कुराहरू, धेरै राम्रो कुराहरू गुमेको पनि पाइन्छ। जस्तै नेपाल ओरिएन्ट माग्ने साइट, जनकपुर चुरोट कारखाना, विराटनगर जुट मिल्स, भिरगुडी कागज कारखाना जस्ता ठुल्ठुला उद्योगहरू अहिले सञ्चालनमा आउन सकेका छैनन्। त्यसले गर्दा रोजगारको अभावले गर्दा दिनौं हजारौंको संख्यामा युवाहरू विदेशिन बाध्य छन्। कयौं हृदय विदारक तस्बिरहरू, भिडियोहरू आइरहेका छन् र ती हृदय विदारक तस्बिरहरूमा हामीले देखिन्छ, भिडियोहरूमा हामीले देखिन्छ एकदम आफ्नो आमा बाबुले नचाहँदा नचाहँदै पनि छोराछोरीलाई चाहिँ बाध्यतावश विदेश पठाउनु परेको छ भने छोराछोरी पनि मजबुरीको साथमा चाहिँ खाडीमा जाक्किन जानु परेको छ। त्यस्तै हृदय विदारक भिडियोहरू मध्ये अहिले यो भिडियो चाहिँ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। के हाम्रो गणतान्त्रिक राज्यको उपलब्धि हो त? हामीले सधैँ नेता 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 भनेर नेतालाई मात्रै गाली गर्यो, तर हामी चाहिँ कुन पोजिसनमा उभिएका छौँ त? चुनाव आउँछ, निर्वाचन हुन्छ, हामीले फेरि त्यही नेतालाई भोट हालिन्छ, त्यही नेता सत्तामा पुग्छ, अनि हामीले टाउको समाउँदै पुरपुरोमा हात राख्दै गाली गर्दै बसिन्छ। हामी नेपालीहरूको एकदमै कम्प्रोमाइज गर्ने बानीले हामीले अहिले शास्ति भोगिरहेको हो जस्तो लाग्छ मलाई। कतै सुनिन्छ, हामीले पढ्दा पनि सुनिरहेकै हो, आजभन्दा कति वर्ष पहिला नेपालले कोरियामा चामल निर्यात गर्थ्यो अरे। तर अहिलेको नेपालको स्थिति के छ त? अहिले कोरिया कहाँ पुग्यो, नेपाल कहाँ छ? कुरा कम्पेरिजनको होइन, कुरा देश विकासको हो, कुरा युवा पलायनको हो। अब अहिलेको जस्तै अवस्था अझै 10 वर्ष यसरी नै गइराख्यो भने नेपालमा लास बोक्ने युवाहरू पनि नहुने जस्तो भयावह अवस्था देखिन्छ। दक्षिण कोरिया, स्विडेन, आयरल्यान्ड, चीन जस्ता देशहरूमा एकचोटि भोकमरी आएर त्यसपछि त्यो देशले चाहिँ त्यो गरिबीलाई उकासेर आमूल परिवर्तन र विकास गरेको थियो। नेपालमा पनि त्यस्तै भोकमरी आउला र कहिले विकास होला भनेर बस्नेहरूको जमात पनि रहेछ। मलाई लाग्छ नेपालमा भोकमरी त्यति सजिलै आउँदैन, किनकि नेपालमा देश मात्र गरिब हो, जनता गरिब छैनन्। जति पनि युवाहरू खाडीमा गएका छन् उनीहरूले रगत पसिना चुहाएर नेपालमा आफ्नो परिवारको लागि, परिवारको मायाको लागि पैसा पठाएकै हुन्छन् र त्यसको रेमिटेन्सले ठुला नेताहरू र कार्यकर्ताहरू धानिएकै हुन्छन्। हामीले नेता नेतालाई गाली गर्दा गर्दै यो कुरा बिर्सिसक्यौँ कि हाम्रो नेपालमा नेताले मात्र होइन, कर्मचारी, कार्यकर्ता र जनताले पनि देश बिगारेको हो। लाखौं केसहरू आइरहेका हुन्छन् जसमा कर्मचारीहरू भ्रष्टाचारको केसमा मुछिएको हुन्छन् र हामी जनता पनि भेडो प्रवृत्तिकै भयौँ। मासु भात र पैसा जुन नेताले टन्न पेल्यो उसैलाई भोट दिने, फेरि नदिने पनि कसरी? मरिहत्ते गरेर काम गरेर, मरुन्जेल गरेर काम गरेर वर्षमा 1 लाख पनि जुटाउन गाह्रो हुने देशमा कोही नेताले एउटा भोटको लागि 4-5 लाख दिन्छ भने त्यसले त 2-3 वर्ष त आफ्नो घरको खर्च त टारिहाल्यो। हरेक 5 वर्षमा चुनाव हुन्छ, 2-3 वर्ष एकचोटिको पैसाले खर्च टर्यो भने त्योभन्दा पछाडि जो होगा देखा जाएगा भन्ने प्रवृत्ति हामी नेपालीहरूको छ। यहाँ यस्तै लुप चलिरहेको छ। नेताले पैसा र पावर पेल्छ, जनताले भोट र गाली पेल्छन्। नेताले पैसा र पावर पेल्छ, जनताले भोट र गाली पेल्छन्। अहिले त सरकारी लगायत मानिएका ठुल्ठुला प्राइभेट कम्पनीहरूमा पनि जागिर खानु पर्यो भने सोर्सफोर्स चल्छ। अनि अहिले केही कुरामा सरकारको कुरासँग चित्त नबुझेर खबरदारी गरिहालियो भने कतै जेल गइन्छ कि भन्ने त्रास चाहिँ मनमा बोकेर हिँड्नु परेको हुन्छ। काठमाडौँमा बालेन शाह, धरानमा हर्क साम्पाङ, धनगढीमा गोपाल हमाल
जस्ता स्वतन्त्र उम्मेदवार उठेर जितेकाहरू नगर विकास गर्छु देश विकास गर्छु भन्नेहरूलाई पनि मिलाइ मिलाइ षड्यन्त्र रची रची सिद्धाउने खेल हुँदैछ अरे भन्ने कता कता हल्ला पनि सुनिन्छ। यस्तै हुँदै गयो भने त अब आगामी दिनमा यसो देश विकास गर्छु अथवा नगर विकास गर्छु मेरो गाउँ विकास गर्छु भनेर उठेको कपिलालाई उठ्न नपाउँदै निमोठी निमोठी मिची मिची मारिदिन्छन् पो जस्तो छ है। अब यस्तै यस्तै हुँदै गयो भने त कुनै एउटा सुन्दर कोपिला नेपाल विकास गर्छु देश विकास गर्छु गाउँ विकास गर्छु अथवा नगर विकास गर्छु भनेर स्वतन्त्र रूपले उठ्यो भने पनि त्यो कोपिला उठ्न नपाउँदै मिची मिची मारिदिने पो डर भयो। यो गणतन्त्र शासन व्यवस्था गणतान्त्रिक शासन व्यवस्थासँग आर्जित भएर हो कि अथवा किन हो? कोही कुनै जमात अहिले राष्ट्र पुनर्स्थापना गर्ने भन्ने होडमा दौडिएको छ भने अरू त्यसको विरुद्धमा उठेका गणतन्त्रवादीहरू तिनीहरूलाई नै परास्त गर्ने भनेर अनेक शक्ति प्रदर्शन गर्ने होडमा छन्। बुढापाकाहरूले भन्ने गर्थे नेपाल भनेको सतीले सरापेको देश हो यो कहिल्यै विकास हुँदैन भनेर भन्ने गर्थे। अहिले अहिले त लाग्छ कि उनीहरूले साँच्चै बुझेर भनेका हुन् किनकि नेपालमा यस्तै राष्ट्र संस्था पुनर्स्थापना गर्ने त्यसको विरुद्धमा फेरि शक्ति प्रदर्शन गर्ने यस्ता यस्ता अनेक प्रोपागण्डाहरू दिनौ आइरहेका हुन्छन् एकपछि अर्को आइरहेका हुन्छन् तर देशले विकासको गति लिन सक्दैन। देश विकासको कुरामा कोही एकजुट हुँदैन। थाहा छैन नेपालमा जनता अबुझुन् कि कार्यकर्ता अबुझुन् कि कर्मचारी अबुझुन् कि अथवा यो प्रोपागण्डा मचाउनेहरू राजावादीहरू र गणतन्त्रवादीहरू अबुझुन्। नेपालमा जनतालाई कुनै तन्त्र व्यवस्था चेन्ज गर्नुपर्ने छैन कुनै तन्त्र परिवर्तन गर्न भनेर जनताले चाहेका छैनन्। मलाई लाग्छ नेपालमा त एउटा सत्तामा असल मान्छे जनताले चाहेका छन् असल शासन व्यवस्था चाहेका छन् जनताले परिवर्तन चाहेका छन् जनताले विकास चाहेका छन् जनताले शान्ति चाहेका छन्। नेपाली जनताले आफ्ना छोराछोरीको रातो बाकसमा लास प्राप्त गर्न चाहेका छैनन्। आफ्नो छोराछोरीलाई यहीँ बसेर यही सुन्दर र शान्त देशमा उनीहरूको जीवन्त माया अनुभव गर्न चाहेका छन्। युवाहरू बाध्यतावश खाडीमा जाक्किन होइन कि यही देशमा रोजगार भएर आफ्नो आमा बाबुसँग आफ्नो परिवारसँग रमाउन चाहेका छन्। अझै यो गणतान्त्रिक राज्यमा हामी नेपाली जनता अझै कति रुने कति कराउने। नेपाली आमा बाबुले आफ्नो अन्तिम सासमा पनि विदेशमा भएको छोराछोरी आइदिए हुन्थ्यो उसको मुख देख्न पाए हुन्थ्यो उसको काखमा मर्न पाए हुन्थ्यो भन्ने अवस्थाको अन्त्य कहिले हुने? अनि नेपाली जनताले नेपाल सरकारको काममा कुनै काममा चित्त नबुझेर कयौं खबरदारीहरू गर्दा सधैँ प्रतिशोधको भावना कहिलेसम्म साध्ने? कहिले निर्धक्क भएर खबरदारी गर्न पाउने कहिले नेताले त्यो खबरदारीलाई सहर्ष स्वीकार्ने सहर्ष विकासको पक्षमा कुरा गर्ने? नेपाली जनताले वास्तविक गणतान्त्रिक राज्यको महसुस कहिले गर्ने? खै जेसुकै भए पनि गणतन्त्र भनेको हाम्रो सुन्दर पक्ष हो। गणतन्त्र दिवसको सबैलाई शुभकामना। नमस्ते, धन्यवाद।